चितवनको रामपुर भन्ने गाउँमा सान्वीको परिवार बस्छ। सान्वी एकदमै मिलनसार र मेहनती छिन्। उनी पनि आफ्ना भाइ जस्तै विद्यालय जान चाहन्छन्। एक दिन उनले जब आफ्नो भाइ स्कुल जाँदै थिए आफ्ना बाबालाई भने, बाबा म पनि भाइसँग स्कुल जान्छु हुँदैन? म पनि पढेर ठुलो मान्छे बन्छु नि बाबा हुँदैन? सान्वीको कुरा सुन्नासाथ हजुरआमाले भन्न थाल्नुभयो, छोरी मान्छे किन स्कुल जानु पर्यो, बरु मम्मीलाई किचनमा हेल्प गर्ने गर सान्वी। हजुरआमाको यस्तो कुरा सुनेपछि सान्वी एकदमै निराश भइन्। एक दिनको कुरा हो, सान्वीको बाबा अकस्मात एकदमै बिरामी पर्नुभयो र त्यो दिन घरमा सान्वी र बाबा बाहेक कोही पनि हुनुहुन्थेन। सान्वी बाबाको नजिक गइन् र बाबालाई हस्पिटल जाने आग्रह गरिन्। अनि त्यसपछि बाबा र सान्वी भएर हस्पिटलतिर लाग्नुभयो। हस्पिटल पुगिसकेपछि सान्वी र उनको बाबाको नजिक एकजना डाक्टर आउनुभयो र भन्नुभयो, स्याबास छोरी, तिमीले तिम्रो बाबालाई टाइममै हस्पिटल लिएर आयौ। सान्वीको बाबा पनि डाक्टरले सान्वीको प्रशंसा गरेपछि एकदमै धेरै खुसी हुनुभयो र मनमनै सोच्नुभयो, मैले मेरो छोरीलाई किन स्कुल नपठाएको होला। आजभोलि त छोरा छोरी दुवैजना बराबर होइनन् र यहाँ पनि त डाक्टर नानीले मेरो उपचार गरिराखी छिन्। पछि बाबाले भन्नुभयो, छोरी सान्वी, भोलिदेखि तिमी पनि भाइसँग स्कुल जाने है। यति सुन्नासाथ सान्वी एकदमै खुसी भइन्। सान्वीको यस्तो बहादुरीता देखेर हजुरआमाले भन्न थाल्नुभयो, म त कति गलत रहेछु। त्यसपछि बाबा आमाले पनि भन्न थाल्नुभयो, हो आमा, हामीले सोचेको एकदमै गलत रहेछ। आजभोलि त छोरा छोरी दुवैजना समान हुन्। छोराले गर्न सक्ने काम पनि छोरीले गर्न सक्छ र छोरीले गर्न सक्ने काम पनि छोराले गर्न सक्छ। त्यसैले अब हामीले पनि हाम्रो सान्वीलाई स्कुल पठाउनु पर्छ आमा। अब भोलिदेखि सान्वी पनि सौरभसँगै स्कुल जान्छन् र स्कुल गएर भोलि पर्सि ठुलो मान्छे बन्छन् आमा। अबदेखि हामीले कहिले पनि छोरा र छोरीमा भेदभाव गर्नु हुँदैन। छोरा र छोरी बराबर शिक्षा पाउने अधिकार दुवैको छ। यदि तपाईहरू पनि यस्तै राम्रो भिडियो बनाउनको लागि मलाई मोटिभेट गर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस् अनि कमेन्टमा राम्रो कमेन्ट गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् है।